Black tunnel broken. Good morning guys, good morning from MACD to Chittagong. किन बिच बाटोमा बिचमा अहिले एउटै बाटो थियो रे आफ्नो साइडमा हिँड्नु पर्यो नि गाइस सो हेर जाम बेनी बजारमा यत्रो ठुलो बाटो सानो छ तर जाम धेरै हुन्छ त्यो तेल हाल्न जान्छु पहिलो कुरा म त्यसपछि भेट्न पर्ने हुन्छ है त आम्मा चाइनिज गाडी पेट्रोल हालेर भेट्न पर्ने हुन्छ है त गाइस कतिको ज्यादा अजय पीर गरेर आधी ज्यान घटाइराछस् कन्डिसन खराब छ बाटोको कन्डिसन खराब छ गाइस हेर हिलो बाटो बनाउँदै छ त्यही भएर कस्तो आस बाल्दा नि दिमाग हुन्छ नि अलि यार मान्छेहरु यस्तो ड्राइभरहरुलाई हो के ठर्काउने त अरु त सब एउटै हुन्छन् सोझै नि हुन्छन् तर पास बालिराहु पेलेर आहा यार हिलोमा यस्तो ड्राइभरहरुलाई नै छोड्दिनु ठीक हुन्छ बिचारा सो गाइस पोखरा आइपुगे कस्तो गर्मी हो राम लास्टै गर्मी धुवा धुलो एकदम प्रदूषण यता धुवा धुलो बढिसक्यो यहाँ पोखरामा अहिले औडै गर्मी छ यार हेर त कस्तो दामी भ्यू देखिन रहेछ यार पहाडहरु दामी देखिन रहेछ र तालचोक भन्दा अलि यता आइपुगिसकेको छ हामी चाहिँ सो यो हरियाली हेर्दै आनन्द भ्यू हेर्दै सो गाइजहरु तनहु आइपुगिसकेको छु म चाहिँ हेर भ्यू खतरा छ भ्यू चाहिँ बाटोहरु बन्दैछ खतम बाटोहरु मैले देखाएन गाइज किनकि भ्लग हेर्दा नि इन्जोय आउनु पर्यो हैन गाइजहरुलाई मुभी हाल्नु पर्यो के गाइज कस्तो सुक्खा भयो चाहिँ निस्पोके जान्छ नि त कस्तो दामी ठाउँ यार बल्ल स्वच्छ सफा वातावरण भएको ठाउँमा आइसकेको छ गाइस तनहु हो लिएर कस्तो वनहरु जंगलहरु खेतबारीदेखि लिएर मकै खतरा छ यार बाटो नि कस्तो दामी यतिको बाटो भयो भने बल्ल विकास हुन्छ के गाइस बाटो बन्दैछ अझै दामी बाटो भइसक्यो यार यता त गाइस दमाउले आइपुग्यो कस्तो खतरा गराइरह है पुल हेर त तेरे दमाउदी नि कहिलेदेखि बन्दै थियो यार अझै बनिसक्यो छैन त खत्तम छ यार बाटो यो दुम्रे तेरे गरे अस्ति नै हिँड्दै गाडी ट्याक्सी र बाइक खसे थियो है पहिरोबाट यहाँ यो हिँड्दै भाष्य थियो है गाइजहरु हजुरहरु कतिलाई थाहा होला अनि हेममै भेटिँदा पनि भेटिएन अनि यहीँबाट हो के भाँसेको अनि मरेको हो के हिँड्दै भाँसेको के हो हरियाली है पुरै हरियालीलाई चाहिँ त्रिशुली नदी है यो चाहिँ त्रिशुली भइहाल्यो गाइस त्रिशुलीले कति मान्छे मार्यो अहिले कति सानो छ त्रिशुली बिचारा रोडबाट हेर त ठोके चाहिँ क्या यस्तो अब पारे बाटा घरहरू चिटिक्क खान गरे सही हरियाली हेर त कति राम्रो बल्ल मुखले आइपुग्यो गाइस कस्तो चाक दुखेर हात कुम खत्रै दुख्यो यार यहाँबाट सास रोक्यो भने जे भने त्यही पुग्छ अरे क्या खोले रोक्यो गाइस
प्लेन यताबाट जाने हामी चाहिँ नारायणघाट बस्नुपर्छ एकछिन यार लास थगेला बस्ने चिसो चिसो खाने यहाँ होइन पहिला बसेको पछाडि छ बस्ने जरा यो के भएर गुल्टे चाहिँ यो ठोकेको कि गुल्टेको राम 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 यो गाडी ल एक्सिडेन्ट भएछ नि त गाइज नारायणघाटतर्फ लागिसकेको छ माछा लोकल माछा खाएर त्यो बाटोमा भेट्दै गर्न पर्ने हुन्छ तुइने खोला पुल केरा साइडमा केरा पुरै सम्म यस्तो ट्रकहरू हिँडिरहेको छ नि झ्याप्पै हिँडिरहेको छ गाइज पेलेर आउँछ यार यस्तो बाटोमा गाइज औडा यति गर्मी छ कि चिसो हावा फाल्न अन्त तातो हावा फालिरहेको शीतलो गरिरहेको छ हेर हरियाली हाम्रोमा तर खतरा छ क्या 100 तर नारायणघाटको बाटो त एकदम राम्रो छ क्या तर सही हो नारायणघाटको बाटो खतरा हेर त कस्तो जङ्गलहरू कति राम्रो देखिन्छ सही छ गाइजहरू नारायणघाट 20 किलोमिटर छ गाइजहरू हेर त कस्तो राम्रो दिन गरेको आज तर गर्मी थियो अघि अहिले हल्का फुल्का ठिक्क छ कि यतिको मौसम भयो भने चाहिँ नारायणघाटमा बस्न मजा आउँछ है गाइज हेर त जङ्गलहरू आमा बबालै छ क्या यस्तो यार हेर त गाइज कस्तो फुल हालेर रन्काइराख यार थुत्रा हुने के यताको रुखहरू चाहिँ बब्बालै हुने क्या यार है यताको रुखहरू हेर न हरियाली छ गरे डढेको घाम लाउने ठाउँमा हरियाली छ क्या छ हेर त बाटो त्यस्तै हरियाली त्यस्तै बर्खा लाएर राम्रो छ होस् नारायणघाट आइन्छ अब एकछिनमा गाइज वातावरण यो हो कि वातावरण स्वच्छ छ यता चाहिँ वातावरण एकदम आनन्दको के चुलाइरह यस्तै ठिक हुन्छ क्या मौसम यतातिर घाम भयो भने एकदम कबाडी हुन्छ मौसम यार लास्टै गर्मी हुने के नारायणघाट आउनु लागिसक्यो गाइज नारायणघाट आइपुग्यौँ है यो नारायणघाट 4 बजे छ विद्यार्थीहरू भाइ बहिनीहरूको बिदा भएर जाम परिरहेछ गाइज है यो नारायणघाट हेर त सामानहरू गाइज घाट यति बिजी छ नि हेर न पुरै तरकारी पाइन्छ यहाँ त यार घाट देख्न सक्नुहुन्छ त अब हामी नारायणघाटबाट पनि उतै जाने हो बुटोल साइड जाने हो खास बाटोमा हो बुटोल साइड के अरे हामी जाने ठाउँको नाम यता होइन क्या नाम के अरे हामी जाने ठाउँ लिया भन्ने ठाउँमा हो गाइज हामी जानु लागेको छ मामाहरूलाई हेर यताको मामाहरूलाई घाम ताप्न मजा आउँछ होला यार तातो तालु फुट्ने घाम सही हो बालुबाङ भैरवा अदरिया सुर्खेत नि यता जान्छ आमा 430 कसरी आएको यार टोर्पे कसरी आउँछ हेर त केपी बाको जहाज केपी बाको पानी जहाज उडिरह केपी बाको पानी जहाज यही होला आउने बेलामा गाइजहरू यहाँ पुरै धुलो अफरोड यति घिल्ला हुन्थ्यो नि बाटो अझै बन्दै छ कि हेर न पहिला जति आउँदा झन् खत्तम थियो अहिले चाहिँ बनेको भए गजब हुन्थ्यो गाइज अझै बन्दैछ 1 वर्ष भइसक्यो तर पनि अझै बन्दैछ यार 1 वर्षमा आइयो कि फेरि धुलो हेर धुलो उडाउँछ क्या गाइज धुलो उडाउला जस्तो गर्छ त गाइज बोलाए पानी पऱ्यो है माछाले उडायो त बोलाए पानी पऱ्यो गाइज यार हेर न यस्तो हावा लाएर अनि 81 सर पानी पऱ्यो आछु चुचु माछाले पेटमा हाने यार केही लाटेन हत्तेरी धुलो भगवान् राम औडा ठुलो पानी पऱ्यो त गाइज यार हत्तेरी पानी पऱ्यो यो गाडी पर्खेर अगाडि गएर उता गाडी आएको है बाटै छोडिदिनु यार पानी हेर त कस्तो बौलायो पानी परेको यार भगवान् औडा भिजाएर मलाई त
राम पानी परेको हेर त पानी राम 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 पानी त खतरनाकै पऱ्यो त गाइज सताएर पानी बिडो भएर नि हेर न फेरि धुलो उडेको क्या फेरि भर्खरै पानी परेर भर्खरै धुलो उड्छ यार गाइजहरू मकै हेर त मकै कस्तो धेरै फलेको यार यो ठाउँमा मकै हेर्न न यति धेरै त फल सो गाइजहरू बाटो त पहिलाको जस्तै रहेछ यार खत्तम अहिलेसम्म बनेको रहन्छ गाडीहरू फेरि यस्तरी बिग्रिन्छ राम्रो राम्रो बाटो खोज्ने फाँडी हान्ने हेर गाडी बिग्रेर बिचारा बाटा तेरि भर्खरै पानी परेको भर्खरै धुलो उडेको के गाइज हामी आइपुग्यो अब पुगेर अनि अहिले बेलुकातिर भेटौँला है त गाइज त्यो बेलदिया भन्छ यसलाई बेलदिया